चाहिँ पृथ्वी जयन्ती मनाउनलाई हामी सिंहदरबार अगाडि आइपुगेका छौँ। हेर्नुहोस्, आज पृथ्वीनारायण शाहको जन्मदिन भएको कारणले हामी नेपाली झन्डा र सिंहदरबार जाँदैछौँ हामी। प्राणभन्दा प्यारो छ, प्राणभन्दा प्यारो छ, प्राणभन्दा प्यारो छ। तिमीहरूको दिनगिन्ती सुरु भयो साथीहरू। म बिहान 8 बजे आएको थिएँ, राष्ट्रपति सुटुक्क आएर सुटुक्क एकछिन यसो यहाँ थुकीसँग खिचाएर उनीहरूको भागिहाल्नु भयो। भाग्ने राष्ट्रपति चाहिँदैन, कार्यालय छोडेर भाग्ने राष्ट्रपति चाहिँदैन, भाग्ने प्रधानमन्त्री चाहिँदैन, जेलजीको नाममा 75 वर्षको प्रधानमन्त्री चाहिँदैन। साथीहरू, यसलाई महान बनाएर छु। पूर्व माननीय ज्ञानेन्द्र साईजी, मैले तपाईँलाई यहाँ वरपर देखेको थिएँ। पूर्व माननीय मेरो अभिनव मित्र भाइ पनि हुनुहुन्छ ज्ञानेन्द्र साईजी। तपाईँ यहाँ कोही वरपर हुनुहुन्छ भने कृपया मञ्चमा आइदिनु होला। हामीसँग रैथाने नेवार समुदायमा राजाको लागि अहोरात्र खटेर दिन रात नभनी देशको लागि लडेको योद्धा हुनुहुन्छ राजन महर्जन दाई। राजन दाई, अब जुजु ल्याउने पालो हाम्रो हो कि होइन? रैथाने नेवारहरू जुजु ल्याउने पालो हाम्रो हो कि होइन? धन्यवाद। सम्पूर्ण राष्ट्रप्रेमी देशप्रेमीहरूमा आज नेपाल बडामाला जिल्ला पृथ्वीनारायण शाहदेव सरकारको 304औं तथा राष्ट्रिय एकता दिवसको पावन अवसरमा सम्पूर्णमा हार्दिक बधाई र शुभकामना जुन आज बडामाला जिल्ला सरकारले भूमिका गरेको भविष्यवाणी अहिले हामीले देखिरहेका छौँ। अहिले हेर्नुहोस्, राजाले पृथ्वीनारायण शाहले एकता गरिदिएको भएर हामी नेपाली हुन पाउँथ्यौँ। अब अहिलेको सरकारहरूले हेर्नुहोस्, उहाँ रोहिङ्गा मुसलमानहरू उहाँ चाहिँ तराईतिर आएर बसिसके। हिन्दू हटाउ नेपाल, जो हिन्दू हटाउ भनिसके मुसलमानहरूले। त्यो भन्न मिल्छ नेपालमा आएर रोहिङ्गाले? त्यही भएर चाहिँ यो चाहिँ प्रधानमन्त्री सुशीला कार्कीले पनि सुनौँ यो कुरा सुनेर चाहिँ तराईतिर चाहिँ आर्मीहरू पुलिसहरू राख्नु पर्यो, न त रोहिङ्गा मुसलमानहरू नेपालमा छिर्छन् पनि भन्न चाहन्छु। बाबु राजा कसले ल्याइदिने भन्नुहोस् त? राजा हामीले नेपाली जनताहरूले लिएर आउने, हामीहरूले लिएर आउने। राजा त कहिलेसम्म आउनुहुन्छ? ढुङ्गा पनि एक दिन बोल्नुहुन्छ भनेको छ, एक दिन राजा अवश्य आउनुहुन्छ। राजा नआए देशै रहँदैन। Nama
बिर्सेर उहाँको दिव्य उपदेशलाई बिर्सेर उहाँको हामीले गुण काढ्यौँ नुन काढ्यौँ र यो कारणले गर्दाखेरि उहाँले 4 जात 36 वर्ण यो देश सबैको फुलबारी हो 4 वर्ण 36 जात उहाँले भनेकै छ यो सबै बिर्सेर हामी एउटै जाति अथवा एउटै नाता एउटै कुटुम्ब एउटै परिवारलाई गऱ्यौँ क्या अब हामीले व्यक्तिवादी भएर बिग्रेको हो र अब फेरि मैले आज यो मैले विशेष गरेर कम्युनिस्ट पार्टीको तपाईहरु युवाहरूले गर्न सक्नुहुन्छ र युवामा जति ताकत अरु कसैमा छैन भन्दै आजको यस कार्यक्रमलाई यति सभ्य र भव्य बनाइदिनु हुनु भने सम्पूर्ण महानुभावहरूलाई म हृदयदेखि नै धन्यवाद दिँदै अब तपाईले डराउनु पर्दैन हामीले निष्फिक्री रूपमा एउटा राष्ट्रिय झण्डा हाम्रो लागि चन्द्र सूर्य झण्डा काफी छ हसिया हतौडा झण्डा 4 तारे झण्डा कति तारे झण्डा हामीलाई चाहिदैन नेपाल ईश्वरको किल्ला हो जय पृथ्वी पथ धन्यवाद जानु ताली बजाइदिनुहोस् यहाँ देश के नेपाली जात के नेपाली धर्म के नेपाली तपाई के नेपाली हामी के नेपाली एकचोटि फेरि भन्नु जात के नेपाली जात के नेपाली धर्म के नेपाली तपाई के नेपाली हामी के नेपाली हाम्रो देश जय नेपाल आमा वक्ताहरू धेरै छन् युवा जेनजी वक्ताहरू पनि हामी माझ आउनु भएको छ वास्तवमा यो देशमा राजाले के दियो भन्नेहरूलाई सागर खड्का भाइले निकै नै मित्र हुनुहुन्छ युवा नेता हुनुहुन्छ निकै नै सठिक जवाफ दिनुभएको थियो त्यो भनेको एउटा 4 आना जग्गा जोड्नलाई काठमाडौँमा हाम्रो 3 पुस्ता बित्छ हाम्रो यो हातका नौरा खिएर सकिन्छ तर इमानदारीपूर्वक 4 आना जग्गा जोडेर एउटा घर बनाउन सक्दैनौँ श्रीपादबाट महाराज धिराजले राजाले 1,47,181 वर्ग मिटर जमिन दिएर जानुभयो त्यो काफी छैन र त्यो काफी छ नि सबैले यसै गरी जवाफ दिने गरौँ प्रश्न तेर्साउँछन् त्यो प्रश्न तेर्साउनेहरू पक्कै पनि कुनै न कुनै रूपले भिजिलान्टी रूपमा परिचालित देशद्रोही राष्ट्रघातीहरू हुन सक्छन् देशको पक्षमा नबोल्ने देशको पक्षमा नउठ्ने त्यो हात होइन देशको पक्षमा नबोल्ने त्यो आवाज होइन हामी त्यही आवाज लिएर तपाईहरु माझ आएका छौँ हुनसक्छ सञ्चालकको रूपमा मैले अलि बढी नै बोले होला यहाँहरूलाई हाम्रो योजनाहरू सुनाउँछु नेपाल प्रहरीलाई पनि कान खोलेर सुन्न आग्रह गर्छु नेपाल आर्मी र सशस्त्र प्रहरी सुरक्षाकर्मी साथीहरूलाई पनि कान खोलेर सुन्नमा आग्रह गर्छु हामी त राजतन्त्र जसरी पनि स्थापना गर्छौँ रोक्ने देशद्रोही राष्ट्रघाती दलालहरूले रोकेर देखाउन हामी योजना तपाईहरुलाई आज सुनाउँछु माघको तेस्रो सातादेखि यही माघको तेस्रो सातादेखि हामी काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछौँ केही दिन अगाडि हामीले देशमै इतिहासको सबैभन्दा धरोहर व्यक्तित्वहरूलाई प्रबुद्ध व्यक्तित्वहरूलाई युवा नेताहरूलाई एउटै मञ्चमा उभाएर हाम्रो राष्ट्रिय एकताको प्रतीक श्रीपाद बडा महाराज धिराजको सन्देश दिएर सफल कार्यक्रम गरेर देखाइसकेका छौँ अब हामी
काठमाडौँबाट नजिक, उपत्यकाबाट नजिक 10वटा जिल्ला निकट भविष्यमा 1-2 दिनमा हामी निक्लिँदैछौँ, हाम्रो टोली निक्लिँदैछ र काठमाडौँ वरपरको तराईको 10वटा जिल्ला र पहाडको 12-13वटा जिल्लामा हामी गएर जागरण सभाहरू गर्नेछौँ। ती काठमाडौँ उपत्यका वरपरको जनतालाई काठमाडौँ केन्द्रित शान्तिपूर्ण आन्दोलन गर्नको लागि लाखौँ जनतालाई सिंहदरबार मात्र होइन, रिङ रोड पुरै घेरेर यी देशद्रोही राष्ट्रघाती दलालहरूलाई लखेटेर यो देशमा राजतन्त्र स्थापना गराउने अभियानमा छौँ। तपाईँहरू साथ दिने कि नदिने? तपाईँहरू साथ दिने कि नदिने? त्यसो भए हामीलाई जित्नबाट कसैले रोक्न सक्दैन। जब यो कुनै देशमा जनताको साथ कुनै अभियानले पाउँछ नि, यो पृथ्वी पथ अभियानले पाउँछ नि। नेपालको पथ भनेको, नेपालको रथ भनेको पृथ्वी पथ हो साथीहरू। त्यही कुरालाई लिएर हामी अगाडि बढेका छौँ। हामीलाई आशा छ, विश्वास छ, तपाईँहरूलाई सुनाइदिन्छु। कुनै कुरो लुकाउनु छैन, हाकाहाकी देखाइ चुनौती दिएर च्यालेन्ज दिएर तिमीहरूलाई लखेट्छौ। बेलेमा सच्च नभए सकिन तयार हौ तिमीहरू। यो देशद्रोहीहरूलाई अब यो माटोमा उभिन दिन छैनौँ हामी फेरि पनि सुनाउँछौँ। कोही स्पष्ट वक्ताहरू हुनुहुन्छ भने अझै पनि नाम टिपाउनुहोस्, केही फरक परेन, नाम टिपाउनुहोस् है कृपया। हामी फेरि पनि भन्दैछौँ, शान्तिपूर्ण आन्दोलन गरेर राजतन्त्र स्थापना गरायो। राजाले आफ्नो लिगेसी अर्थात् विरासतको बारेमा हिजो बोलिसक्नु भएको छ। हिजो बडा महाराज सैनिक कमान्डर हुनुहुन्थ्यो भने अहिलेको पनि सैनिक कमान्डर भनेको महाराज ज्ञानेन्द्र विक्रम शाहदेव सरकार नै हो। त्यो स्पष्ट रूपले उहाँले भनिसक्नु भएको छ र अब हामी त्यसलाई आत्मसात गरेर अगाडि बढ्छौँ। यदि आज श्रीपाद बडा महाराज पृथ्वीनारायण शाहको जन्मदिन हुँदैन थियो र जनताको यो उपस्थिति रहेको भए अहिले सिंहदरबार कब्जा गरेर देखाइदिन्थ्यो। हामी शान्ति चाहन्छौँ र बडा महाराजको जन्म जयन्तीको दिन हामी हिंसा चाहदैनौँ, हामी लडाइँ चाहदैनौँ, हामी सहमति चाहन्छौँ। राजाले सहमति चाहेका छन्, 3 करोड नेपाली जनताको साथ चाहेका छन्। त्यसमा नेपालका राष्ट्रवादी दलहरू र उनका नेताहरूको पनि सहमति चाहेका छन्। भारतको, चाइनाको, अमेरिकाको, युरोपियन युनियनको पनि साथ चाहेका छन्। त्यसकारणले त्यो सहनशीलता, त्यो धैर्यता बोकेर हिँडेका छौँ। तर हाम्रो यो रगतमा पानी जमेको छैन। कुनै पनि ठाउँमा तिमीलाई मात दिएर, तिमीलाई ठुलो पिठो बनाएर हराएर यो देश बचाउने हामी ल्याकत राख्छौँ, हामी तागत राख्छौँ नि साथीहरू, राख्छौँ नि। जय नेपाल आमा। आफ्नो भनाइ राख्न चाहनुभएको छ मिलन श्रेष्ठजीले। उहाँले मलाई एउटा वाक्य भन्नुभएको थियो, निकै राम्रो भन्नुभयो। कार्यक्रम सञ्चालक मात्रै होइन, यस्ता खालको आन्दोलनको कार्यक्रमको धेरै पटक नेतृत्व गरेर यो देशमा गणतन्त्रलाई धुलो पिरो चटाउन सफल भएको मान्छे हो हामी। त्यसकारणले मिलन श्रेष्ठजी सटिक र मिठो जनताले बुझ्ने गरी आफ्नो भनाइ राखिदिनु होला। नमस्कार। 304औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा 4 जात 36 वर्णको फुलबारी हामी सबै नेपाली मिलेर बस्नुपर्छ। पात छोडौँ, नेपालीवाद बनाऊँ। थर छोडिदिउँ, नेपाली थर राखौँ। नेपाली माटो सम्झेर बसौँ। नमस्कार। आदरणीय महानुभावहरू, हाम्रो बीचमा अहिले वरिष्ठ कथावाचक आदरणीय गुरु
दिनबन्धु पोखरेलजी उपस्थित हुनुहुन्छ, त्यसै गरी पत्रकार बबिता बस्नेतजी हुनुहुन्छ लगायत अतिथिगणहरूको उपस्थिति जारी छ।